1 2 3 go Hello everyone, welcome back to my channel. It's me Emily Mo. तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। आई होप तपाईहरु एकदमै सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आफ्टर लङ टाइम पछि चाहिँ फेरि पनि मैले ब्लग लिएर आइसकेको छु। कति जनाले मलाई बिर्सि पनि सक्नु भयो होला। र आजको ब्लग चाहिँ कस्तो रहेको छ भन्दाखेरि चाहिँ साथीहरुसँग हामी डे आउट जान लागेको छौं र आज चाहिँ प्रेम दिवस ह्यापी भ्यालेन्टाइन डे पनि रहेको छ। यहाँहरु सम्पूर्णलाई ह्यापी भ्यालेन्टाइन डे। यो ब्लग लाइन जलसम्म चाहिँ एकदमै लेट भइसकेको हुन्छ किन भन्दा म ब्लग लेटै लाउँछु नि त। सो अब चाहिँ म रेडी हुन्छु ड्रेसहरु लगाइसकेर। तपाईहरुलाई के हुन्छ कस्तो हुन्छ स्टे ट्युन देखाउँदै नै छु, हेर्दै गर्नु होला। आउटफिट सो हामी सबैले एउटै खालको नै आउटफिट लाउने भनेको, कलर मात्रै डिफरेन्ट। यहाँ रहेको छ हेयर क्लिप एन्ड आजको इयरिङ एन्ड रेड ड्रेस। दिस इज माई शूज। या गाइज म रेडी भएर आउने नै छु, स्टे ट्युन हेर्दै गर्नु होला। र यो चाहिँ रहेको छ आजको मेरो आउटफिट। सो गाइज कस्तो देखियो। सो गाइज म चाहिँ रेडी भइसकेँ। अब चाहिँ म तपाईहरुलाई एकैचोटी साथीहरुसँग भेट भएपछि देखाउने नै छु। सो गाइज हामी चाहिँ लागिसक्यौँ यहाँनिर सेना मेनाहरुसँग। अङ्कल बाटो देख्नुहुन्छ नि हैन? देख्छु। अङ्कलले हामीलाई सही सलामत लानुहुन्छ। गाइज हामी चाहिँ एकैचोटि पुगेर नै तपाईहरुलाई भेट गराउने नै छौँ अरू साथीहरुसँग। सो हामी आइपुगिसक्यौँ। अब यहाँनिर साथी चाहिँ टिकट गर्न जाँदै चाहिँ यहाँ टिकट काट्दैछु नि। टिकट कसरी छ? 30 रुपियाँ गोटा हो। जेनिसालाई जलपरी देखिरहेछ। दुईजना साथीहरु चाहिँ पर्खिँदा नि आएन। यो चाहिँ मङ्गलाबारे सिमसारको नजारा हो। त्यहाँभित्र पनि पार्कहरू बनाएको रहेछ नि केटाकेटीहरूको लागि। त्यहाँभित्र पनि पिकनिक खाँदा हुन्छ होला है साँच्चै। कस्तो राम्रो रहेछ त यहाँभित्र पनि। जिनया हेलो। हामी घुम्न आएको हो कि भारी बोक्न आएको? क्या कहाँ बोला तूने? खै एकपट्टि म बोक्न सक्छु होस् देन अहिले हामी चाहिँ गएर ठाउँ रोक्दै गर्छौँ, अरू साथीहरू आउँदै गर्छ। सो गाइज डेस्टिनेसनमा आइसक्यौँ तर साथीहरू चाहिँ अझै आएको छैन नि त, दुईजना साथीहरू। अनि हामी दुईजना चाहिँ यत्तिकैले चाहिँ टिकटक बनाउनको लागि सेटअप गर्दैछ। एकजनालाई चाहिँ पर्खिरहेको छौँ। आएपछि अब सबै रमाइलो गर्ने हो। अझ यहाँभन्दा पनि रमाइलो चाहिँ उता परतिर नै रहेछ, तर हामीले चाहिँ अलिक एकान्त ठाउँमा यहाँनिर फुलेकोहरू पनि राम्रो छ नि त, त्यही भएर यहाँनिर आएर बसेको। कस्तो छ म तपाईँहरूलाई देखाउने नै छु। फुलको बिचमा एकजना जलपरी हुनुहुन्छ। के गर्नुभएको अहिलेसम्म थाहै छैन, तर के गर्न लाग्नु भयो जेनिसरजी? के गर्न आँटेको हौ तैँले? कहाँ बैठा हूँ, किससे बात कर रहा हूँ, क्या बात कर रहा हूँ, समझ में नहीं। टिकटकको लागि सेटअप गर्ने उसले चाहिँ सेटअप गर्दैछ। अब यहाँ एकछिन चाहिँ हामी टिकटक बनाउने कार्यक्रममा छौँ। उहाँले सिकाउनुहुन्छ है मलाई। उहाँले मलाई सिकाए सिकानी सिका। ओके कौन है ये लोग, कहाँ से आते हैं? साथीहरू पनि आइसकेको छ ल। खै हाई भनिदिनु न मेरो ब्लगमा। नाम त के पो? ललितै हो होइन? अनि यता तिमी पनि खै, तिमी त अनि आज बोलेकै छैनौ त, के भयो? अब चाहिँ सबै साथीहरू आइसकेको छ। स्टे ट्युन हेर्दै गर्नु होला। हेलो। अहिले चाहिँ हामी सबैजना भेला भइसकेको छौँ साथीभाइहरू। कोही कोही नयाँ साथीहरू पनि छ। अब हामी चिनजान गर्ने नै छौँ होइन? के हुन्छ कस्तो हुन्छ त्यसपछि जाने बेलासम्म हामी पुरानो भइसक्ने छौँ। खानेकुराको लागि यहाँ रोस्ट छ, यहाँ करेन्ट हो सबैको फेभरेट। अनि यो स्प्राइट होइन? स्प्राइट हो सर्भ गर्दै हुनुहुन्छ नयाँ ललिताजीले। अनि यहाँ अब सबैको लागि
फलफुलहरू छ ल सबैजना जिना पनि गराऊ ल ल आउनु ललिता चियर्स भोक लागेको बेला त यो करम चौले कस्तो मिठो हुन्छ नि भोक्नु लाग्ला चौचौले अगाएर सबैजनाको खाने कार्यक्रम हुँदैछ जिना कस्तो भयो खानेकुरा मिठो छ ललितालाई कस्तो भयो मिठो छ हामी ललिताजी तपाईँ केमा बिजी हुनुहुन्छ आज उहाँ चाहिँ एकदम भोकाएको भन्छु ल खानपिन कार्यक्रम हामी चाहिँ रमाइलो गर्दैछौँ अझै रमाइलो गर्न बाँकी नै छ सो साथीहरू हेर्दै गर्नु होला हेर्दै गर्नु होला लास्टै गर्मी भइरहेछ हौ साथी कस्तो लागिरहेछ हौ आज रमाइलो भएको छ देखाइदियो त घुम्छ सेम सेम भयो ड्रेस साथी त लिपस्टिक ल्याएको थियो गर न लगाउनु न ऐना छैन होला नि मेरो छैन ऐना छैन निकाल्नु आएन नि त साथै निकाल्दै न तिमी बिहान सिन साथीहरूले पुरा टिकटकहरू बनाउँदैछ म चाहिँ यहाँनिर एक्लै हेलो ल अहिले चाहिँ हामीले घुम्न साथसाथै हामीलाई गिफ्ट एक्सचेन्ज पनि गर्न आँटेको प्लिज हामीलाई हेरेर जज चाहिँ नगर्नु होला अब हामी हाई बजेटको होइन हामीले सिम्पल हामीले एक्सचेन्ज गरेको कसैले कसैको हेरेर जज नगरेको रेट चाहिँ सबैभन्दा लास्टमा ल सबैको आज भ्यालेन्स स्ट्यान्ड हो नि त त्यही भएर पिङ्कबाट सुरु गर्ने है पिङ्क हुन्छ ल पिङ्कबाटै पिङ्कबाट आज चाहिँ हामी पिङ्कबाट ललिताले पहिला जा बजार हजुर 1 2 3 गो वाह थैंक यू हैप्पी वैलेंटाइन डे एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह अरे देना यार देना साथीहरु थ्याङ्क यू भेरी मच एकदम सिम्पल सानो छ होइन यो चाहिँ मन पर्छ कि पर्दैन होइन कपाल बान्न चाहिन्छ त अनि ल मेरोबाट चाहिँ मेरो क्राउन थ्याङ्क यू भेरी मच होइन मेरो बाला पनि थिएन भयो नि मेरो त ब्ल्याक त यस्तो छ है साथीहरू यो चाहिँ अब हामीलाई भान्सामा चाहिन्छ भनेर ल साथीहरू एकदम ठिक ब्ल्याक कलरको थ्याङ्क यू भेरी मच राम्रो टप रहेछ यो उयोहरू कुर्ताहरूसँग लाउँदाखेरि मिल्छ नि त नि मसँग थिएन थ्याङ्क यू 1 2 3 रोउँदैन होला वाइट ओ यहाँ चाहिँ खाना राख्नु त्यहाँ पनि जाला आवश्यकता थियो होला किचनमा हामीलाई चाहिन्छ नि त थ्याङ्क यू भेरी मच मैले सबै लाउने चिज ल्याएछु होइन ठिकै छ अब लाउने खाने अब 1 2 3 गो यहाँ स्काई ब्लूमा चाहिँ मेरो यस्तो छ यो क्लिप लगाइयो छ होइन मेरो चाहिँ क्लिप र तेल पैसालाई गरेर दुईटा ल्याएको हो कि होइन है आफ्नो हामीलाई थाहा त थिएन होइन लिनुहोस् ल साथी तेल स्ट्रिक तेल यो चिम्टी त मैले आफै छानेको हो नि यो चाहिँ यसलाई थाहा थियो जाँदाखेरि साथी अब कुन
कप हो थ्याङ्क यू भेरी मच खोलेर हेर्नु ल कप हो वाउ लभको रहेछ लभ आज आज भ्यालेन्टाइन डेमा जे होस् होइन राम्रो स्पेसल गिफ्ट वा थ्याङ्क यू भेरी मच यसमा चाहिँ अब आफू मात्रै चिया खाने 1 2 3 गो लु ग्रिन चाहिँ मैले मात्र भएर हुँदैन नि त होइन मस्काउनु पनि चाहिन्छ दाँत मजाले मस्काउ भने थ्याङ्क यू भेरी मच 1 2 3 गो यहाँ मेरो चाहिँ ओन्ली प्याट मात्रै छ ल लिनुहोस् तपाईँलाई पिरियड हुँदाखेरि चाहिँ सँगसँगै परेको सँगसँगै कुरा 1 2 3 गो साथीहरु गो ल साथीहरु चाहिँ पानी खाने ग्लास हो हैन हेर्दा क्युट लाग्यो र मैले आँखा मजाले बटाएर ल परेला ल यसमा बेलुका पानी खाएर सुत्नु म छोरालाई पनि हुन्छ ल अब के छ रेड खतरा छ मेरो रेड ए रहा नहीं जाता तड़प ही ऐसी है ना एकछिन निकाल न 1 2 3 गो आज भ्यालेन्टाइन डे स्पेसल हो नि त त्यही भएर आज यो लगाएर सुत्ने ल साथी ओके समझ रहे हो ओके तिमीले यो स्पेशल दिन हो हैन आज चाहिँ हामी रेड कट्नु यो त उयो नि हो ल साथीहरु आज चाहिँ हामीले गेमहरु खेल्यौं कस्तो लाग्यो साथीहरु रमाइलो लाग्यो अब हामी 3 जनाको चाहिँ अगाडि नै सल्लाह थियो र हैन अनि उहाँ चाहिँ हिजो मात्रै सल्लाह भएर उहाँ चाहिँ गेममा संलग्न हुनु भएन र कस्तो भन्दाखेरि आज चाहिँ हाम्रो भ्यालेन्टाइन डे पनि हो हैन हामी सबैजनाको अब हामी नेपाली हैन नेपालमा बसेपछि त्यस्तै त हो नि सबैको हस्बेन्डहरु हामी एक अर्कासँग हुनुहुन्न साथमा हैन सबै वैदेशिक रोजगारमा हुनुहुन्छ सो हामीले उहाँहरुलाई पनि एकदमै मिस गरेका छौं है त्यही भएर हामी चाहिँ केटी भएर अरूले चाहिँ अब हस्बेन्ड वाइफ हुनेले हस्बेन्ड वाइफ अनि गर्लफ्रेन्ड बोयफ्रेन्ड हुनेले गर्लफ्रेन्ड बोयफ्रेन्ड मनाउँदै हुन्छ हामी चाहिँ साथी मिलेर तर हामीले चाहिँ टाढा भएको श्रीमानहरुलाई पनि एकदमै मिस गरिरहेको छौं र आजको भ्यालेन्टाइन डे चाहिँ एकदमै रमाइलो भयो हैन नयाँ साथीसँग भेट्ने मौका पनि पाइयो यहाँसम्म हेर्दिनु हुने सम्पूर्णलाई चाहिँ धन्यवाद यति भन्दा अहिलेलाई बिदा हुन चाहन्छु बाइ बाइ ह्यापी भ्यालेन्टाइन डे घरिने गए साथीहरु अझै यहाँ पोका पुन्तुरा बोकेर के हो